सधैँ भगवानहरूले जब बालकको जन्म हुन्थ्यो, भगवानहरूले लगेर आमाको गर्भमा बच्चालाई राखिदिने गर्नुहुन्थ्यो। त्यस्तै तवरमा राख्दै जाँदाखेरि एक दिन चाहिँ एउटा बच्चाले चाहिँ भगवानलाई भनेछ कि हामी यहाँ हुन्जेल त तपाईँले हाम्रो रक्षा गर्नुहुन्छ, हामीलाई हेर्नुहुन्छ, हाम्रो सुरक्षा गर्नुहुन्छ। तर अब म पृथ्वीमा जान्छु, पृथ्वीमा गइसकेपछि हामीलाई कसले हेर्छ, हाम्रो सुरक्षा कसले गर्छ, तपाईँहरू त हुनुहुन्न त्यहाँ भनेर त्यो बालकले भनेछ। बालकले त्यति भनेपछि भगवानले भन्नुभएछ, हेर तिमी त्यहाँ जाऊ, तिमीलाई त्यहाँ सुरक्षा दिने, तिम्रो हेरचाह गर्ने हामी नै त हुने छैनौँ, या हाम्रो कोही सेवक हुने छैन, तर हामी जस्तै एउटा अर्को देवता, अर्को भगवान हुनेछ जसले तिम्रो सुरक्षा गर्नेछ, जसले तिम्रो हेरचाह गर्नेछ। त्यसपछि बालकले त्यो कुरा सुन्यो र उसले भने अब तपाईँहरू नजाने भए भगवानहरू नहुने भए कसले हेर्छ त भन्दाखेरि भगवानले भने पृथ्वीमा गइसकेपछि तिमीले तिम्रो बुबालाई भेट्नेछौ, त्यही बुबा जसले तिम्रो सुरक्षा गर्नेछ, तिमीलाई खुवाउनेछ, तिम्रो स्याहार सुसार गर्नेछ र हरेक चिजबाट तिमीलाई बचाएर राख्नेछ। उसले यति भनिसकेपछि त्यो बच्चा चुपचाप लाएर आमाको गर्भमा गएर बस्यो। कथाको सार यति हो कि माथि गर्भमा आउनुभन्दा अगाडि जुन भगवान, जुन ईश्वरले तिम्रो रक्षा गर्छन्, ती भगवान र त्यो ईश्वरले तिम्रो बुबाको रूपमा पृथ्वीमा तिमीलाई पर्खिरहेका हुन्छन्। आफूसँग भएका आफ्नो बुबा र आफ्नो आमाको माया र सत्कार गर्न कहिले पनि नछोड्नु होला। कथाको सार त यति नै हो।